सो गाइस हामी गएको चाहिँ यहाँनिर देख्दैछ नि यसको चाहिँ अलिकति माथि हो तर अहिले चाहिँ फगी लागिरहेको छ त्यहाँनिर मुजुरहरू पनि थुप्रै छ भनेर चाहिँ हामी चाहिँ गएको थियौँ हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल तपाईहरु जसले मलाई नयाँ फेस देख्दै हुनुहुन्छ भने इट्स मी अन्सु थापा अनि यो भिडियो चाहिँ मैले पहिला नै गरेको थिएँ सो म चाहिँ सबै भिडियो चाहिँ रिमेम्बरको लागि खालि हाल्छु गाइस अनि तपाईहरुले मन पर्यो भने लाइक गरिदिनुस् कमेन्ट गरिदिनुस् अनि हामी चाहिँ त्यो टाइममा चाहिँ मेरो हस्बेन्डसँग चाहिँ म मुजुर हेर्नुको लागि गएको थिएँ तर मैले देखिनँ किनभने भन्नुहुँदै थियो नि त आँसुले त्यहाँनिर पुरा हुँदै रहेछ भनेर भन्नुहुँदै थियो आँसुहरूले देख्नु भएको थिएछ अन्त म पनि कतै देख्छु कि भनेर गएको थिएँ तर देखेँ कि देखिनँ हेर्नुहोस् है गाइस अनि त्यति छ यही मेरो भिडियोलाई इन्जोय गरेर हेर्नुहोस् है गाइस दुईजना चाहिँ आज डेटिङ आएको गाइस अनि यहाँनिर गाडी रोक्नु भयो कि सो अब चाहिँ हामी डेटिङ प्लेसमा जाने भन्नु भएन अब पहिलाको यादहरू हैन पहिलाको यादहरू आयो अरे क्या त्यही भएर चाहिँ उहाँले ल्याउनु भएको छ मलाई यहाँनिर घुमाउनुको लागि सो यहाँ हेर्नुहोस् त गाइस कस्तो मजाको ग्रिन ग्रिन छ है सो अब म बाहिर निक्लेर तपाईँलाई देखाउँछु है हजुर यस बेबी Yes, baby. Wow! Malay. Can you? लाओ उयो पाएछ औला कस्तो शीतल भयो गाइस एकदम भयो माइन्ड पनि कुल भयो ल नामी है पहिलाको यादहरू क्या स्कुल पढ्दा होइन पछि त अन्त त्यो हिरोहरू इन्ट्री भयो सलमान खान इन्ट्री भयो जस्तो सलमान खान इन्ट्री ल अब चाहिँ हामी जाने हो यहाँ चाहिँ म्युजिक बज्दैछ सो म तल पुगेर भेट्नेछु ओह्रालो नै जानेछु के कस्तो रहेछ तपाईँहरू देखाउनेछु गाइस यहाँ चाहिँ यस्तो टाइपको भ्यूज रहेछ सो वाउ दामी देखिरहेको रहेछ किनभने हाम्रो जग्गा चाहिँ त्यहाँनिर हो नि त त्यो पढाको हो नि त सो यहाँनिर चाहिँ तलनिर देख्छ सो हामी चाहिँ आज यो हेर्नुको लागि आएको थिएँ त्यहाँ जानु चाहिँ सक्दिनँ किनभने गाइस त्यो चाहिँ कच्चा रोड रहेछ यो रोड चाहिँ कच्चा रहेछ सो हिँडेर जानु चाहिँ सकिँदैन गाइस सो यहीँबाट देखाइरहेको छु मैले पनि हेरिरहेको छु सो के सुन्नुभएको सुन्नु भएको भनेको वाट इज द्याट यसले हुन्छ राम्रो जाति यसले राम्रो हुन्छ राम्रो जाति फुल अफ अक्सिजन भ्लग के कस्तो लाग्दैछ सायद मन पर्यो भने लाइक गरिदिनुहोस् खै कराको मात्रै देख्छु जहिले पनि हाम्रो गाउँसम्म सुन्छ कि यो मुजुर कराको चाहिँ तर कहाँ पढाउँदैछ मलाई हेर्नु मन थियो प्वाकहरू पाउँदैन होला है प्वाकहरू लानु पाए त एकदमै राम्रो हुने थियो मुजुर छैन है गाइस गाडी आउँछ त गाडी छैन नि हस् त्यसो भए कुन चाहिँ गाउँ हो कुनै Nanzalipo factory dyan sa guys. Factory.
अघि नलागेको भए चाहिँ तपाईँलाई राम्रोसँगले देखाउन सक्ने थियो गाइस त्यो एलडी हो होइन होला मिरिक बस्ती पो होला त हौ मिरिक बस्ती त सरी यो चाहिँ मिरिक बस्ती रहेछ ओइ मस्ता ओइ सो गाइस हामी चाहिँ त्यहाँ घुमेर आइसके अब चाहिँ पोखरेबुङ जाने हो सो पोखरेबुङमा के कस्तो हुनेछ त तपाईँहरूलाई देखाउने छु पोखरेबुङको आज चाहिँ पोखरेबुङ हाट हो है सो पोखरेबुङ हाट हामी जाँदैछु हाम्रो गाउँहरू चाहिँ यस्तो छ है गाइस एकदम क्विन अफ हिल्स भनेर पनि चिनिन्छ है गाइस क्विन अफ हिल्स त केलाई भन्छ भन्नुहोस् त दार्जिलिङ Yes, right. You are absolutely right. Time चाहिँ भयो तपाईँको 5 ए 4:30 भएछ सो हामी चाहिँ पोखरेबुङ गएको पोखरेबुङमा गएर भेट्ने छ है गाइस यहाँहरूलाई डिस्टर्ब गर्नु भएन होला बोलेर गाइस हावा चाहिँ यस्तो चलिरहेको रहेछ सोच्नुहोस् होला हामी चाहिँ पोखरेबुङ बजार आइसके एकदम ज्यादा हावा डर लाग्यो है म त हावा पुरा आउँदो रहेछ है आँखा त आँखै उयो भयो कस्तो डरलाग्दो हावा चलिरहेको रहेछ गाइस पानी चाहिँ एकदम डरलाग्दो हुन्छ होला पोखरेबुङ बजार हो ए उयो के भन्छ सो गाइस मैले चाहिँ भिडियो गर्दा गर्दै बिर्सेछु पोखरेबुङ बजार देखेर पोखरेबुङ बजारको नजारा चाहिँ यस्तो छ सो हामीले चाहिँ यहाँनिर किनिसक्यो है गाइस हामी दुईजनालाई अलिअलि सपिङ भयो सो अब चाहिँ के लानु हुने रे अब पर गएर सुक्पा किन्ने अरे त्यहाँदेखिको चाहिँ हामी जाने फर्किने सो हेर्दै गर्नुहोस् म तपाईँलाई पोखरेबुङको नजारा देखाउने छु फेरि एकपल्ट अहिले जस्ट म त बिर्सेछु कि गाइस सो किन्नुमा व्यस्त भएँ मोबाइल फोन निकाल्न नै बिर्सेछु सो हेर्दै गर्नुहोस् है गाइस सो आज चाहिँ सन्डे भएकोले वान वे हुन्छ अघि हाट चाहिँ देखाउनै भुलेछु सब्जीहरूको यो चाहिँ सो अहिले देखाउने छु गाइस देखाउनु भ्याउँछ सब्जीहरू यहाँ चाहिँ अपरेटरले गाना बजाइदिनु पर्यो गाइस यस्तो रहेछ कस्तो डरलाग्दो मारो उयोको